तार र टेन्सनमा नेपाल जाँदै थिएँ, एउटा फर्ममा मिस्टेक गरेँ, क्रिमिनलमा यस गरिदिएँ कि लास्ट त नाब्यो। मेरो फ्ल्याट यो होइन, गेट नम्बरै छैन मासमा एक्लै आउँदा त गाह्रै छ। ओ यार यत्रो छ। फाइनली हङकङ ल्यान्डिङ भयो। सो गाई फाइनली एयरपोर्ट चाहिँ इन्टरनेसनल एयरपोर्टको किनारबाट इन्टरनेसनल एयरपोर्ट चाहिँ सुचारू भइसकेको छ। अब लगभग यहाँबाट हङकङ पुग्नुपर्छ। हङकङ लगभग कति 9:55मा चेक इन गर्न मिल्छ। चाँडै आयो आज चाहिँ। अनि मलाई इम्पोर्टेन्ट पोइन्ट चाहिँ घर किन जानु लागेको चाहिँ आफै पछि थाहा पाउनुहुन्छ। तपाईँको इमर्जेन्सीमा कहीँ जानु लाउनु भएको तपाईँलाई काम लाग्न सक्छ। यो भिडियो त्यो भिडियो बनाएको है त। यहाँ आउनुपर्छ होइन। यो चाहिँ इन्टरनेसनल एयरपोर्ट ओकिनावाको भन्छ होइन। म चाहिँ आज फर्स्ट टाइम नै होला एक्लै यसरी नेपाल जान लागेको। रेकर्डै हो फर्स्ट टाइम विदेशबाट चाहिँ। अब हेर्नु साथी त किन्छ एक्लै जान सकिन्छ, त्यही पनि फर्स्ट टाइम अलिकति नर्भस भयो। क्याथोलिकको चाहिँ लगभग 9:25मा उड्दो रहेछ यहाँबाट चाहिँ हङकङको लागि चाहिँ। सो त्यही हो, खासै गाह्रो त छैन, गाह्रो पनि छ। कतिचोटि जाने दोस्रो तलामा रहेछ होइन। अनि फेरि नछुट्याइकन त्यो एउटा फर्म चाहिँ भर्नु होला। फेरि त्यो ब्याक रिटर्न भन्ने हुन्छ नि, त्यो छुट्याउने काम नगर्नु होला। टक्क यहाँले सिरेसी चाहिँ ओकिनावाको ब्युटी सप आउँछ। कहाँ मलाई थाहा छैन। ओ माई गड, नकिन्नु होला, यस्तो महँगो हुन्छ। कमल चाहिँ महँगो खाएँ, मेरो चाहिँ आएन जस्तो आउनु चाहिँ टक्क लगाएर मन चाहिँ यसमा स्वादिम है त होइन। अब जाने चाहिँ म यसमै हो, आइसकेछ प्लेन चाहिँ। उहाँ हो क्या थिएँ क्या हो, त्यहीमा हो। सो गाइस ओकिनावा चाहिँ टक्क सङ्घाईमा गएर 3 तलामा गएर अब यसो चेक इन गर्ने, त्यसपछि बोर्डिङ चाहिँ निकायमा हुन्छ। टक्क चढेर आई कान्ट वेटिङ हङकङ गरेर टक्क नेपाल गइन्छ। अब उतै हो, हेरौँ कतिवटा पुगिन्छ। अर्को भित्र छिरिसिरामी खाना पाइन्छ तर 1700। ओ माई गड, ताकासुकी अन्डा सिङ्गो हङकङ। त्यसपछि नेपाल हिँड्दै छु है गाइस। चढेँ। If you're carrying a radio transmitting device like walkie-talkie, make sure to power them down for the duration of our time in the sky. Now sit back, relax, and enjoy the ride. बोर्डिङ गरेर भित्र बसेर अब जाँदैछु हङकङ। ご出発に際し、すべてのお手荷物は頭上の収納棚、もしくは前の座席の下にお入れください。貴重品等は自己管理の上、常に目を離さないようにお願いいたします。携帯電話、インターネショナルフライトभन्छ मासँग ल्यापटप नै चाहिन्छ म्याच चाहिँ के इन्टरनेसनल भन्ने 2 घन्टा 30 मिनटबाट Start our journey to ensure everyoneご注意ください。आउन चाहिँ आयो है ल। お降りの際、 2 घन्टामा ल्याउन चाहिँ ल्याउँछ ल्यायो। お座席周り。 फाइनली हङकङ ल्यान्डिङ भयो। सो गाइस खासै टाइम त लागेन, 2 घन्टा 30 मिनट टाइम लाग्यो। तर पनि मलाई त्यो लास्टै टाइम लागेको अनुभव भयो यार। ओ माई गड, बवाल चाहिँ ठाउँ चाहिँ। हङकङमा के हो नि थाहा छैन अब। सो हङकङमा यताउति एक्लै छु, यहाँ चाहिँ कोही भेटिन्छ भन्ने कुरा हो। फर्स्ट टाइम स्लो गाह्रो हो नि त। हेरौँ यहाँ डर लागिरहेको हुन्छ। समस्या यो आयो कि के गर्ने, कहाँ जाने केही पनि लागेन यार। सुई जहाँ मान्छे गइरहेन, पछि गइदिन्छु बाले भएन केही त होला क्यारे। यस्तै हुन्छ होइन, आएको एक्लै आएको अब कहाँ के गरौँ होइन। हिम्मत पनि छैन हो, के गरौँ आँट पनि आउँदैन नि त। सुमा टोइलेट लागेर जाम, कहाँ के गर्ने कस्तो गर्ने केही थाहा छैन यार। गाह्रो पो छ त गाइस आज त। हेरौँ है त कहाँसम्म पुगिन्छ। त्यसकी माघि बल्ल पत्ता त लगाएँ 26को रहेछ त्यहाँनिर काठमाडौँ देखाएको छ होइन। CX07 के देखाएको छ लेख्नु चाहिँ। अब त्यो ठाउँ चाहिँ अब पत्ता लगाउन गाह्रो भयो यार। यहाँ पनि हेर्नुपर्छ अब कुन ठाउँ हो यार। यत्रो छ बिजोक रमाइलो पो खत यहाँ त एक्लै त। कसम गाई चाहिँ म चाहिँ दिमागै घुम्ने, म केही बुझिनँ होइन। आएको छौँ के गरौँ म तनाव भयो म चाहिँ होइन। आइरहनु यार के गरौँ यार। यसो इन्फर्मेसनको हेर्नु ठाउँ खोज्नु पऱ्यो अनि जानु पऱ्यो। अब कहाँ जाने त केही थाहा छैन यार। त्यहाँ लेखेको छ होइन, अब त्यो गेट नम्बर लेखेको छैन। अब कहाँ चाहिँ जाने त यार। बोर्डिङ त गर्नु पर्ला नि त फेरि कि डाइरेक्ट यहीँबाट जाने हो त्यो पनि थाहा छैन। हङकङ चाहिँ सही रहेछ है, जस नेपाल जस्तै रहेछ यार। तिनैतिर पहाड भएको ठाउँ रहेछ। सही लाग्यो मलाई चाहिँ।
यहाँ चाहिँ केही हुन्छ कि भन्ने आश है, यहाँ चाहिँ केही हुन्छ कि भन्ने आश अब यहाँ कलाई सुन्ने भन्ने कुरा हुन्छ, बुझ्नु चाहिँ पऱ्यो र भित्रतिर मस्त बस्नु चाहिँ पऱ्यो। के चाहिँ गर्ने त फाइनल चाहिँ मैले चाहिँ इन्फर्मेसन ठाउँ चाहिँ पाएँ गाइज। अब हेरौँ कहाँसम्म पुगिन्छ, एकछिन यहाँ सोध्छु बुझ्छु अनि कहाँसम्म पुग्छु हेरौँ है। जस्ट टेलिङ है, टुटे पुटे इङ्ग्लिस बोलेर सोधौँ है त्यसलाई के काम लाग्छ। म त अघि जहाँ थिएँ त्यहीँ आएको जस्तो अनुभव थियो भयो होइन, तर गेट 1 चाहिँ यहीँ रहेछ होइन, E1 E2 यहीँ रहेछ, टर्मिनल 1 भनेको चाहिँ E1 रहेछ क्या साला। मैले थाहा नभएको अब यहाँबाट हेरौँ बुझौँ कहाँ पुगिन्छ गाइस। हरायो भने ठिकै छ, नहरायो भने ठिकै छ। एउटा नेपाली दिदीलाई भेट्नु चाहिँ भेटेको थिएँ बोलिनँ यहाँ यस्तो आयो, हेरौँ के हुन्छ। मान्छेहरू नकति धेरै गाह्रो छ गाइज, गाह्रो छ, एक्लै आउँदा त गाह्रो छ। त्यही माथि सुते खाएन मेन भनेको म हिजोबाट 48 घन्टा जस्तो सुते खाएन लगभग, गाह्रो छ हो। माई गड कति धेरै मान्छे हो। मलाई यहीँ आइयो भने अब भन्नु किन अब के हुन्छ यहाँ, हराउने हो कि गाह्रो छ त हो गाइज मलाई त। नहराम एक्लै कहाँ पुग्ने भएको छ। यहाँनिर चाहिँ स्थानान्तरण लेखाएर छ कि यहाँ ट्रान्जिट होइन, सिधै आएपछि स्थानान्तरण लेखाएर छ गाइज होइन। यो पक्कै पनि यो संस्कृतमा इन्डियाको भाषामा लेखा, नेपाली भाषामा पढाए मात्रै हो। सो यहाँ आएर चाहिँ म छिर्छु, कहाँ पुग्छ आइडन्ट मलाई थाहा छैन। यहाँको मान्छेलाई सोध्यो भने त मुखी थुतुनी मागा ल्याएको त रिसाएर ठ्याक्क परेको जस्तो क्या। तपाईँहरू केही गर्नु पर्दैन यहाँ, यस्तो रिसा ठस्स परेको जस्तो क्या। गङ्गा आएपछि दुःख पाउने भन्दा चाहिँ गेट नम्बर दिँदो रहन्छ, हाल्दो रहन्छ हामीलाई होइन, त्यसपछि हामी दुःख पाइँदो रहेछ होइन। म त हेरेको होइन जानलाई, त्यहाँ गेट नम्बर हाल्दै छैन क्या हाम्रोमा होइन। अब 26 को फ्लाइट छ, त्यहाँ गेट नम्बर हेरेर भन्नु पऱ्यो पुरो माछालाई। कमसेकम गेट नम्बर थाहा भने ठाउँमा गएर बस्नु त पाइयो नि त नि। खासै गाह्रो त रहन्छ यो हङकङमा नि, यताउति जान त खासै गाह्रो चाहिँ लागेन मलाई। तपाईँ मजाले एक्लै जान सक्नुहुन्छ, मजाले गर्न सक्नुहुन्छ। तर एउटा दुःख चाहिँ कुरा चाहिँ के भने चाहिँ गेट नम्बर सेटरमा लेखिदिया भए चाहिँ हुन्थ्यो। अनि यहाँको 2-3 उसहरूलाई सोध्यो भने टाइपको हुन्छ नि। यस खासै गाह्रो त छैन। अब यसो वेटिङ गरौँ, 26 को छ, अलिकति भयो 3:30 भयो वेटिङ। जस्ट वेटिङ गरौँ अझै कतिखेर बोर्डिङ त्यो ठाउँ देखाउँछ अनि सर त्यहीँ गएर बसौँ भनेको। मैले जापानिज नुडल खान्छु भने त $135 दिएर मासल्ला तङ्कुच रामेन कि म त छक्क पऱ्यो भयो भा तेरो भने त। लास्ट मोमो खानेकुराहरू चाहिँ जापान हङकङमा। अब एक्लै पनि आउनु छ अनि अर्को चाहिँ गेट नम्बर हाल्दैछ सर्लक्क ल हेर्नु होइन। यसलाई यो काठमाडौँ होइन, यो काठमाडौँकोमा चाहिँ हाल्दै छैन क्या। अब यो गेट नम्बर हालेपछि सर्लक्क म अनि कहाँ गएर पनि टक्क थाहा हुन्छ नि त होइन। मेरो फ्ल्याट यो होइन, गेट नम्बरै छैन मासल्ला। अनि दुःख पाइन्न, अब कुरेर बस्नु पर्ने। अब न यता त न उता जानु, अब काठमाडौँ देखाइ होइन। न खाना खाँदा पनि खाना लास्टै महँगो थियो, खाँदा सकिन्छ नसकिने ठाउँ चाहिँ होइन कि। तर ब्रान्डहरू चाहिँ बवाल ब्रान्डकै, पुरै ब्रान्डकै लगभग यहाँ भयभरको पुरै ब्रान्ड देखेँ क्या। यहाँ लिभरपुलको FC रहेछ यहाँनिर। ब्रान्ड चाहिँ मलाई सही लाग्यो यहाँको चाहिँ होइन। सो अब हेरौँ कुरा बस्छौँ एकछिन, चार्ज गर्नु पर्यो। मलाई चार्ज पनि चार्ज गर्ने ठाउँ चाहिँ कस्तो हेरौँ है त। गेट नम्बर त खतम S71 रहेछ होइन। साला नेता नारिताको नेपाली लाइन्सको भन्दा पनि टाढा छ त यार। कति टाढा हो, कति टाढा आएको त। आफ्टर सबै 200 हिँड्दा मतलब 33मा आएको यार 71 भन्नु। ओ माई गड भनिन्छ क्या। त्यति चलाक छैन भने चाहिँ हङकङले लेखेर दिन्छु। लगभग छन चाहिँ यहाँ टाइरको जस्तै छ होइन। कति ठुलो हो, म त हिँडेको छु क्या। कुट्टे 200 यार। त्यहाँ चाहिँ फ्रीमा पाइँदाखेरि बत्ता जाने के हाल्नु ओपन छ क्या। कपै थियो पानी पऱ्यो यार फ्रीमा। हङकङमा चाहिँ टक्क पानी राखेँ हुँदा चाहिँ मलाई खुसी लाग्यो यार। टक्क कप निकाल्ने यसरी राख्ने होला अनि यस्तो आउँदो रहेछ यार। सही लाग्यो है मलाई। मजाले आउँछ फेरिको पानी छ। कस्तो छ यो चाहिँ मन पऱ्यो मलाई। हङकङको पानी मिठै रहेछ यार, मिठो पानी। सो हेर्न मान्छेहरू कति छन्
कप चाहिँ हाल्ने होइन इतना खुसी त यति खुसी त म कहिले भएको थिएन यार कसम भनेको लगभग आधी घन्टा 1 घन्टा त हिँड्नै पर्ने जस्तो यार 4 घन्टा टाँसिरहेको छियो हिँड्दै जाँदो रहेछ त मजाले हिँड्दै जाने क्या तर एउटा कुरा चाहिँ मलाई राम्रो लाग्यो जाने पानीको व्यवस्था चाहिँ गरिदिएको रहेछ है यत्रो हो कि मासले त माई गड पक्कै पनि यहाँ चाहिँ नेपाली भेटिन्छ होला कोही छ हेरौँ है त सेम नाइ त एयरपोर्ट जस्तो रहेछ कि सेम हुन चाहिँ फाइनली नेपाल आयो फाइनली म चाहिँ नेपाल आएँ फाइनली नेपाल चाहिँ आयो सामान कुर्दैछु राम्रोसँग आयो सामानमा के हो बाँकी सामान चाहिँ कसम लास्टै टाइम लाग्यो हेरौँ के हुन्छ कति बेला लाग्ने हो